तिमीहरूले पहिलेका कुराहरूको सम्झना नगर, न त उहिलेका कुराहरूमाथि सोच विचार गर। हेर, म एउटा नयाँ काम गर्नेछु, अहिले त्यो उत्पन्न हुनेछ, के तिमीहरूले त्यो जान्नु पर्दैन र? अब म उजाड स्थानमा एउटा मार्ग र मरुभूमिमा नदीहरू बगाउनेछु। आमेन, आमेन, आमेन। कसैले के भनेको छ भनेदेखिलाई 43:18 पहिलेको कुराहरू के नगर्नु रे? सम्झना नगर्नु भन्नुहोस् त। पहिलेको कुरा हिजोको दिनसम्म जे भयो त्यसको सम्झना नगर भन्छ वचनले। अनि दोस्रोमा के कुरा बताएको छ भनेदेखिलाई पहिलेको कुराहरू सोच विचार नगर्नु अरे। कहिलेको अरे? पहिलेको कुराहरू सोच विचार नगर्नु अरे। अनि 19मा आउँदै गर्दा के भनेको छ भनेदेखिलाई हेर भन्नुहोस् त, हेर भन्नुहोस् त, हेर भन्नुहोस्। यो चाहिँ कसैले भनेको होइन हेर भनेर, परमेश्वरले भन्नुभएको। आमेन, आमेन, आमेन। उहाँले किन हेर भन्नुभयो भनेदेखिलाई नि उहाँले नयाँ काम गर्दै हुनुहुन्छ। आमेन, आमेन, आमेन। हाम्रो परमेश्वरले हाम्रो बिचमा नयाँ काम गर्दै हुनुहुन्छ। अघि आराधना पनि एउटा वचनलाई कोट गरेको थियो, उहाँको करुणा हरेक दिन नयाँ हुन्छ, उहाँको कृपा हरेक दिन नयाँ हुन्छ। हामीले पुरानो समयमा के पाउँछौँ भनेदेखिलाई मोसाको समयमा भिन्दै कामलाई पाउँछौँ, भविष्यवक्ताहरूको समयमा भिन्दै कामलाई हामी पाउँछौँ, तर यीशु ख्रीष्टको समयमा फेरि भिन्दै कामलाई पाउँछौँ, प्रेरितहरूको समयमा फेरि भिन्दै कामलाई पाउँछौँ। फेरि हाम्रो युगमा आउँदै गर्दा हामीभन्दा अगाडिको पुस्ताहरूको सन्तहरूको समयमा आउँदै गर्दा भिन्दै कामलाई पाउँछौँ। अनि हाम्रो युगमा परमेश्वरले आजको दिन के भन्दै हुनुहुन्छ भनेदेखिलाई हेर म तिमीहरूको बिचमा नयाँ काम गर्छु। आमेन, आमेन। हाम्रो परमेश्वर चाहिँ नयाँ काम गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँले छैले हरेक दिन उहाँले नयाँ काम गर्नुहोस्। हिजोको दिन जुन काम गर्नुभयो आजको दिन उहाँले फेरि छुट्टै अनि नयाँ कामलाई गर्नुहोस्। तपाईँको जीवनमा, तपाईँको पारिवारिक जीवनमा, हाम्रो मण्डली परिवारमा उहाँले हिजोको दिन होइन तर आजको दिनमा उहाँले नयाँ काम गर्नुहुन्छ। हिजो गरेको जस्तै काम उहाँले आजको दिन गर्नुहुन्न। बित्दा हामी कति हप्तादेखि हामी युथ जवानहरू भेला भएर सङ्गति गरिरहेका छौँ। हरेक दिन हरेक समयलाई उहाँले नयाँ काम गर्दै हुनुहुन्छ। आमेन, आमेन। आज हाम्रो बिचमा एकजना भाइ छैन, उहाँ भाइले अस्तिको दिन हामीलाई हेरेछ भन्नुहोस् त, हेरेछ भन्नुहोस् त, हेरेछ भन्नुहोस् त। अनि त्यो भाइले अचम्म मान्दै थियो। के मान्दै थियो अरे? अचम्म मान्दै थियो। के मान्दै थियो? अचम्म। किनभने अस्तिको हप्ता परमेश्वरले जवानहरूको बिचमा नयाँ काम गर्नुभयो। आमेन, आमेन, आमेन। उहाँले नयाँ काम गर्नुभयो। सबै बोले त्यो भाइ, अरे मैले काहीँ पनि देखेको थिइनँ यस्तो। थुप्रै चर्चमा गएँ अरे, थुप्रै ठाउँहरूमा गएँ, तर यहाँ भएको जस्तो काहीँ पनि देखेको थिइनँ। त्यो भाइले हेऱ्यो अनि देख्यो। आमेन, आमेन, आमेन। किनभने काम गर्ने चाहिँ हाम्रो जिउँदो परमेश्वर हुनुहुन्छ। उहाँले अचम्म अनि अद्भुत कामलाई गर्नुहुन्छ हाम्रो बिचमा। आजको दिन आजको समयमा नानीहरूलाई पनि परमेश्वरले अद्भुत रीतिले चलाइरहेको छ। आमेन, आमेन, आमेन। तपाईँलाई लाग्ला तपाईँको छोराहरू तपाईँको छोरीहरू केही नभएको जस्तो लाग्ला, तपाईँले मलाई देख्दै गर्दाखेरि केही परिवर्तन नदेख्ला, तपाईँले आफूलाई देख्दै गर्दाखेरि केही नभएको जस्तो। हरेक सङ्गतिमा तपाईँ यहाँ आउनुहुन्छ, हरेक सन्डे आमाहरू शुक्रबार आउनुहुन्छ, हामी बाबुहरू काम गर्ने सबैजना सन्डे ठाउँमा भेला हुन्छ। तपाईँ आउनुहुन्छ अनि यहाँ बसेर फर्केर जानुहुन्छ। तपाईँलाई लाग्छ केही भएन जस्तो लाग्छ, केही भएको छैन मेरो जीवनमा। हिजोको दिनमा म जस्तै थिएँ, आज पनि म त्यस्तै छु। फेरि अर्को हप्ता आउनुहुन्छ, बस्नुहुन्छ अनि जानुहुन्छ। तपाईँलाई के लाग्छ भनेदेखि मेरो जीवनमा केही भएको छैन। तर तपाईँ जसै यस कोठामा हरेक दिन आउनु, हरेक समय आउनुहुन्छ नि, आउनु हुँदै गर्दाखेरि तपाईँ बस्नु हुँदै गर्दाखेरि तपाईँको जीवनमा काम गर्ने परमेश्वर हुनुहुन्छ। मान्छेले काम गर्नु सक्दैन, मान्छेले तपाईँको जीवनलाई छुटकारा, स्वतन्त्र, शान्ति, आनन्द दिनु सक्दैन मान्छेले, तर परमेश्वरले तपाईँको जीवनमा काम गर्छ, त्यो पनि नयाँ काम। आमेन। हाम्रो काम चाहिँ के हो भनेदेखि नि हेर्ने भन्नुहोस् त, हेर्ने भन्नुहोस् त, हेर्ने भन्नुहोस् त, हेर्ने भन्नुहोस् त, हेर्ने भन्नुहोस् त। हामीलाई हाम्रो विचार अघि हामीले 18मा पढ्दै गर्दाखेरि उहिलेका कुराहरू विचार गर्छौँ। हामीले के पाउँछौँ भनेदेखिलाई मेरो पुरानो समयको जीवनको घटना, मेरो यो देब्रे खुट्टा साह्रै दुख्थ्यो, एकदमै दुख्थ्यो। अनि मलाई साह्रो पर्थ्यो कि 2020मा मलाई 21मा आउँदै गर्दा धेरै साह्रो पऱ्यो। यहाँसम्म भयो कि म हिँड्न पनि नसक्ने भएँ। अनि मलाई हिँड्न धेरै गाह्रो हुन्थ्यो। अनि हरेक दिन मैले मेडिसिनलाई लिन्थेँ ताकि यो पेन कम्ती होस् भनेर हरेक दिन लिन्थेँ। अनि त्यो मेडिसिन लिँदै गर्दाखेरि हाम्रो दादाले कता कता लानुभयो, कुचबिहार, कता
गोप्री मन कता कता लानुभयो। अनि कुचबिहारमा एमआरआई गर्दै गर्दा त्यो एमआरआई रिपोर्ट लिएर हामी सिलगढीमा गयौँ। सिलगढीमा जाँदै गर्दा हाम्रो आमा हुनुहुन्थ्यो, हाम्रो दिदी हुनुहुन्थ्यो, हाम्रो दादा हुनुहुन्थ्यो, 3 जना गवाही छ। डक्टरले के भन्यो भनेदेखिलाई लिगामेन्ट टियर भएको छ। के भएको छ अरे? लिगामेन्ट भनेको चाहिँ हाम्रो जुन चाहिँ यो माथिल्लो भाग अनि तल्लो भागलाई जोइन्ट गर्ने समान राख्ने एउटा उयो हुन्छ। अब त्यो लिगामेन्ट चाहिँ टियर भएको छ, अर्का च्यातिएको छ भन्यो। अनि त्यो च्यातिँदै गर्दाखेरि चाहिँ तिमीलाई पेन भएको हो, डक्टरले भने सर्जरी गर्नुपर्छ। अनि मैले पनि सोचेँ, आमाले पनि सोच्यो। अनि किनभने पीडा छ नि त, त्यो पीडा तपाईँले बुझ्नुहुन्न, मलाई मात्रै थाहा छ कस्तो दुख्यो भनेर। मलाई मात्रै थाहा छ। अब तपाईँले त्यो म तपाईँलाई बयान पनि गर्न सक्दिनँ, अनि तपाईँले त्यो अनुभव पनि गर्न सक्नुहुन्न के भयो कस्तो भयो भनेर। तर मलाई थाहा छ मलाई कतिको पीडा हुन्थ्यो। तर पनि एउटा कुरा चाहिँ म भन्छु, त्यस्तो अवस्थामा पनि म सङ्गति आउनु चाहिँ छोडिनँ। सङ्गति आउनु छोडिनँ। मेरो जीवन नथालिकै भताबेङ्गै हुँदा पनि नि, मेरो जीवन जस्तो सुकै हुँदा पनि सङ्गति आउनु चाहिँ छोडिनँ। किनभने परमेश्वर नयाँ काम गर्ने परमेश्वर हुनुहुन्छ। आमेन। धेरै प्रभुका जनहरूले मेरो खुट्टाको निम्ति प्रार्थना गरिदियो। हाम्रो ठुलो दादाले मेरो खुट्टाको लागि प्रार्थना गरिदिए। धेरैले अरू मण्डलीले मेरो खुट्टाको लागि प्रार्थना गरिदिए। दिदीले भन्नुहुन्थ्यो, हामीले तिम्रो लागि धेरै प्रार्थना गरेको छौँ भाइ। तपाईँलाई थाहा छ मैले के सोच्थेँ भनेदेखिलाई नि, पहिलाको समयमा पास्टर डनियल बियोन अनि हाम्रो पास्टर सुबितहरू आउनुभएको थियो। उहाँले मेरो घुँडाको लागि प्रार्थना गर्थे। म के सम्झिन्थेँ, मैले के विचार गर्थेँ भनेदेखि यीशु ख्रीष्टको सेवाकाईमा चाहिँ नि यीशु ख्रीष्ट अन्डा देख्ने होइजा सिलामको ठाउँमा जाऊ, धुवा सट्टै जान्थ्यो, धुन्थ्यो, देख्ने हुन्थ्यो। 38 वर्षदेखि कोही बिमार छ, 38 वर्षदेखि उठ्नु सकेको छैन, कष्टमा परेको छ, बिमारमा परेको छ, पीडामा छ, यीशु ख्रीष्ट आउँदै गर्दा बोल्छ, त्यो रोगी उठ्छ। मैले पनि त्यस्तै सम्झिन्थेँ। झट्टै निकाउनुपर्छ प्रभु, कस्तो हुनुपर्छ अरे, झट्टै प्रभु तपाईँ प्रभुको जनहरूले प्रार्थना गरेको छ, के हुनुपर्छ अरे, झट्टै निकाउनुपर्छ। मेरो विचार के थियो भनेदेखि परमेश्वरको नि काम गर्ने तरिका फरक छ। उहाँले फरक तरिकाले काम गर्नुहुन्छ। उहाँले मेरो जीवनमा जुन तरिकाले काम गर्नुहुन्छ नि, तपाईँको जीवनमा त्यो तरिकाले उहाँले काम गर्नुहुन्न, भिन्नै तरिकाले काम गर्नुहुन्छ। उहाँले मेरो जीवनमा नि जसै प्रार्थना गरियो त्यतिखेर निको भएन। प्रार्थना गरी अब त्यो भाइकोमा विश्वास थिएन भन्नुहुन्छ। अब विश्वास कतिको छ छैन मलाई मात्रै थाहा छ। मेरो विश्वास त्यतिखेर निको भएन। प्रार्थना गर्यो, सल्लाह पनि दियो यस्तो गर्नुपर्छ भनेर। त्यो सल्लाह मैले माने पनि लिएँ होइन। मेरो एउटा समयमा आउँदै गर्दा मैले भने पनि सर्जरी गर्छु म भनेर। एउटा समयमा त कस्तो लाग्थ्यो भनेदेखि मेरो खुट्टा काटेर फ्याँक्दियो भने ढुक्कै हुन्छ। के हुन्छ अरे, यो खुट्टा काटेर फ्याँक्दियो भने चाहिँ ढुक्कै हुन्छ भनेपछि कतिसम्म पीडा हुन्थ्यो त्यो मलाई थाहा छ। मैले के सम्झिन्थेँ भनेदेखि मेरो खुट्टा बरु काटेर फ्याँक्दियो भने ढुक्कै हुन्छ। तर प्रार्थना भयो, त्यहाँबाट के भयो भनेदेखिलाई बिस्तारैसँगले मैले दबाई पनि लिँदैछु। तर दबाई के गरेँ भने मैले डेली दबाई लिन्थेँ ताकि मेरो पेन अलिकति रिलिफ होस्। त्यो दबाई खाँदा नि पेन चाहिँ रिलिफ हुन्थ्यो अनि मलाई हिँड्नु एकदमै सजिलो हुन्थ्यो, म हिँड्थेँ। त्यहाँबाट मैले के गरेँ भनेदेखिलाई 2 दिनमा एकपल्ट खानु सुरु गरेँ। त्यहाँबाट 2 दिनमा एकपल्ट। त्यहाँबाट अलिकति मैले के थाहा पाएँ भनेदेखिलाई 2 दिनमा एकपल्ट अलिकति पेन कम्ती हुँदैछ। के हुँदैछ? दुखाइ कम्ती हुँदैछ। हेर्नुहोस् म के भन्न चाहन्छु हुन्थ्यो त्यस्तो अवस्थामा सङ्गति आउँदै छोडिनँ, बस्नु छोडिनँ प्रभुको उपस्थितिमा। अनि 2 दिन खायो, अलिकति रिलिफ भयो। तर पछाडि हिँड्दै जाँदै प्रभुको घरमा आएर बस्दै जाँदा, प्रभुलाई उचाल्दै जाँदा, महिमा दिँदै जाँदा नि कहिले आजको दिन मेरो खुट्टा निको भयो। आमेन आमेन। 2020को कुरा हो। मेरो विचार चाहिँ के थियो भनेदेखि प्रार्थना जसै प्रार्थना गर्यो निको हुनुपर्छ प्रभु। के हुनुपर्छ अरे? निको हुनुपर्छ, झट्टै हुनुपर्छ प्रभु। अन्धाहरूले देख्थे, मुर्दाहरू बौरिन्थे तपाईँको सेवाकाईमा। मेरो खुट्टामा जसै प्रार्थना गरिन्छ त्यसै निको हुन्छन्। तर मलाई थाहा नभइकन उहाँले मलाई निको पार्नुभयो। आमेन आमेन आमेन। उहाँले फरक तरिकाले काम गर्नुहुन्छ। बाइबलमा हेऱ्यो भनेदेखिलाई एकजना नामान भन्ने कोरी छ। को छ अरे? नामान भन्ने कोरी छ। अनि यो नामान कोरी तर एकदमै भयङ्कर मान्छे हो, फेरि सिपाही मान्छे, कप्तान मान्छे। उसको कारणले गर्दा नि देशले आराम पाए अरे। उसकै कारणले गर्दा वचनमा लेखेको छ। तर उसलाई के लागेको थियो? कोर लागेको थियो अरे। उसलाई कोर लागेको थियो अरे। अनि त्यो कोरको कारणले गर्दा उसलाई के छ? पीडा छ, दुःख छ, सङ्घर्ष छ। भलै उसलाई मान्छेले देख्दै गर्दा भयङ्कर मान्छे हो, तर उसको जीवनमा के छ भनेदेखिलाई कोर छ। एक दिन उसले सुन्छ उसको नगरमा नि उसले के गरेको छ भनेदेखिलाई यरुसलेमलाई गएर त्यहाँ युद्ध गरेर जितेर त्यहाँको केही
मानिसहरूलाई उनीहरूको देशमा ल्याएको हुन्छ। अनि तीमध्ये एकजना छोरी पर्छ, सानोबडे छोरी। अनि त्यो कप्तानको श्रीमतीलाई सुसार गर्ने बनाउँछ त्यो सानो छोरीलाई। अनि त्यो सानो छोरीले के भन्छ भनेदेखिलाई, हाम्रो सामरियाको सहरमा चाहिँ एकजना यस्तो भविष्यवक्ता छ जस कहाँ तपाईँ जानुभयो भनेदेखिलाई तपाईँको कोर निको हुन्छ। आमेन आमेन। प्रभुको काम गर्ने तरिका फरक छ। यहाँ परमेश्वरले नै नानीलाई चलाइदियो। आमेन आमेन आमेन। फिबीलाई देख्दाखेरि के देख्नुहुन्छ तपाईँले? रेमालाई देख्दै गर्दा के देख्नुहुन्छ तपाईँले? ट्रेसालाई देख्दै गर्दा, रेचललाई देख्दै गर्दा, तल रेचललाई देख्दै गर्दा के देख्नुहुन्छ तपाईँले? तर यहाँ पनि यस्तै एउटा छोरी छ, सानो छ छोरी। उमेर त बाइबलले बताएको छैन। उसलाई हेर्दै गर्दाखेरि ऊ के हो भनेदेखिलाई नि त्यो कप्तानको वाइफको नि सेवा टहल गर्ने छोरी हो भन्नाले उसको वाइफको सहायता गर्ने या काम गरिदिने छोरी छ। उसको हेर्दाखेरि काम गर्ने त्यस्तो ठुलो काम केही पनि छैन त्यहाँ। तर उसले सल्लाह दिँदैछ नामानलाई। के भन्दैछ भनेदेखिलाई, सामरियामा यस्तो परमेश्वरको जन छ, त्यहाँ गयो भने चाहिँ तपाईँ निको हुनुहुन्छ। आमेन आमेन आमेन। जसै त्यो छोरीले नामानलाई त्यो कुरा बताउँछ नि, नामानले त्यो कुरा सुन्छ। अब किन भनेदेखिलाई नि नामानको जीवनमा एउटा नयाँ काम हुनेवाला छ। आमेन आमेन। नयाँ काम हुनेवाला छ। मलाई कोर लागेको छ। सानो छोरीले भनेको कुरा नि सुन्दैछ। उसले सुनेर के गर्छ भनेदेखिलाई राजालाई बताउँछ, त्यो देशको राजालाई। कारण राजाले पत्र लेख्छ यरुशलेममा, चिठी लेख्छ। जस्तो पुरानो समयमा हामी पाउँछौँ चिठीको समय। अहिले हाम्रो सोसियल मिडियाको समय भएको कारणले गर्दा अहिले इमेलहरू लेख्छन् टाढो टाढो, होइन? कति वाट्सएप थ्रु, कति यस्तै, तर विशेष त इमेलहरू चलाउँछन्। तर त्यो समयमा पत्र थियो, पत्रमा लेखेर पठायो तपाईँको देशमा चाहिँ म यति गधा, यति सुन अनि यति मानिसहरू पठाउँदैछु। मेरो एकजना कप्तान छ जसलाई कोर लागेको छ, तपाईँले निको पारिदिनुहोस्। अनि त्यो चिठी जसै राजाले पाउँछ नि, ओके यो घटना चाहिँ कहाँ छ भनेदेखिलाई, यो घटना तपाईँले पाउनुहुन्छ दोस्रो राजाको किताब ओके 5 अध्यायमा रहेछ। अनि जसै त्यो पत्र पाउँछ नि, त्यो राजाले जसै यरुशलेमको राजाले त्यो पत्रलाई पढ्छ, के भन्छ भनेदेखि, अनि यस्तो भयो जब इजरायलका राजाले त्यो पत्र पढे तब तिनले आफ्ना वस्त्रहरू च्याते र भने के म मार्ने जीवित पार्ने ईश्वर हुँ र ती मानिसले यी मानिसलाई मैले यिनलाई यिनको कोरबाट निको पारु भनेर म कहाँ पठाउँदैछन्। यसकारण तिमीहरूलाई बिन्ती गर्छु, विचार गर र हेर भन्नुहोस् त, हेर भन्नुहोस् त। राजाले पनि त्यो पत्र पढेर के भन्दैछ भन्दाखेरि त्यहाँ भएको मानिसहरूलाई विचार गर अनि हेर, निश्चय नै तिमीले मसित झगडा गर्नलाई न्यु खोज्छन्। अनि यस्तो भयो जब परमेश्वरका जन एलिसाले इजरायलका राजाले आफ्नो वस्त्र च्याते भन्ने कुरा सुने, तब उनले राजा कहाँ यसो भन्दै पठाए, किन तपाईँले आफ्नो वस्त्रहरू च्यात्नुभयो? म तपाईँलाई बिन्ती गर्छु, तिनी म कहाँ हुन् र इजरायलमा भविष्यवक्ता रहेछन् भनी तिनले जान्नेछन्। आमेन आमेन। नामान आउँदैछ आफ्नो देशबाट इजरायलमा, पत्र लिएर सम्पूर्ण दलको साथमा, चाँदीहरू लिएर, किक्करहरू लिएर, होइन, सुनहरू लिएर, लुगाहरू लिएर आउँदैछ इजरायलमा। अनि राजाले त्यो पत्र पढ्दै गर्दा राजाले के भन्छ भनेदेखिलाई, हेर। अब यहाँ हेर्नु कसले पर्छ भन्दैन, एलिसाले हेर्नुपर्छ। आमेन। एलिसाले हेर्नुपर्छ। अनि राजाले भन्यो पठाइदिनुहोस् म कहाँ। अनि नामानहरू उसको सम्पूर्ण उसले जति पनि लिएको सुन चाँदी लुगाहरू लिएर मानिसहरू लिएर कसका आउँदैछ, एलिसाकोमा आउँदैछ। एलिसाकोमा आएर के भन्दैछ भनेदेखिलाई, अनि एलिसाले यसो भन्दै तिनी कहाँ एकजना दूत पठाए, जाऊ यर्दनमा 7 पल्ट नुहाऊ र तिम्रो निम्ति शरीर जिउको तिउ हुनेछ र शुद्ध हुनेछ। अब अलिक तल आउँदै गर्दा चाहिँ मिठो घटना छ। नामानले कस्तो विचार लिएर आएको छ भनेदेखिलाई नि, अब सुन्नुहोस् मजाको कुरो। हामीलाई कति कस्तो लाग्छ भनेदेखिलाई हाम्रो विचारले अनुसार प्रभुले काम गरोस्, तर उहाँले हाम्रो विचार अनुसार काम गर्नुहुन्न, उहाँको विचार अनुसार उहाँले काम गर्नुहुन्छ। नयाँ काम चाहिँ उहाँले पक्कै गर्नुहुन्छ, तर हाम्रो विचार अनुसार होइन, तर परमेश्वरको विचार अनुसार उहाँले काम गर्नुहुन्छ। आमेन आमेन आमेन। एलिसाले के सोचे, नामानले के सोचे क्या भनेदेखि, नामान त रिसायो र त्यहाँबाट गएछ। अनि उसले के सोचेको रहेछ भनेदेखिलाई नि, निश्चय ती बाहिर म कहाँ आउनेछन्। एलिसा अगमवक्ता चाहिँ कसको आउने रहेछ? नामानले सोच्दैछ कुरा। एलिसा अगमवक्ता चाहिँ नामानको अगाडि आइकन
खडा हुन्छ अरे। अनि परमप्रभु आफ्नो परमेश्वरलाई पुकार्नेछन् अरे। हामीले जस्तै प्रार्थना गर्छौँ नि, उसले त्यसै सोचेको रहेछ र पुकार्नेछन्। अनि त्यस ठाउँमाथि आफ्नो हात डोलाएर कोरीलाई निको पारिदिनेछन् भनी मनमा सोचेको। नामानको सोच कस्तो छ भनेदेखि नि, एलिसा आउँछ, मलाई प्रार्थना गरिदिन्छ, मेरो कोरलाई हेर्छ, अनि उसको हातलाई डोल्याउँछ मेरो कोरमा, अनि निको पारिदिन्छ भनेर चाहिँ नामानको सोच छ, विचार छ। तर परमेश्वरको विचार के छ भनेदेखिलाई नि, यर्दनको नदीमा गएर डुबुल्की मार्नु। आमेन आमेन आमेन। मान्छे तपाईँ मेरो विचार पनि कस्तो हुन्छ भनेदेखिलाई नि, हामी चङ्गाई स्वास्थ्य आरोग्यता थुप्रै कुरा चाहन्छौँ, चर्चमा आइकन चाहन्छौँ, घरमा बसेर हुँदैन। धेरैलाई चर्च आउनै मन पर्दैन, आइतबारै नआओस् जस्तो पनि हुन्छ, कतिचोटि सन्डे नै नआउनु भनेछ। अनि तपाईँ हप्तामा 6 दिन कहाँ जानुहुन्छ? काममा जानुहुन्छ। परमेश्वरले तपाईँलाई विश्राम दिन चाहेको आइतबारको दिन, सन्डेको दिन। त विश्राममा, शान्तिमा, आनन्दमा, आराममा तपाईँ आउनै चाहनुहुन्न। तर कोरबाट निको चाहिँ चङ्गाई चाहिँ चाहिन्छ हामीलाई। शान्ति चाहिन्छ, आनन्द चाहिन्छ, छुटकारा चाहिन्छ, स्वतन्त्र चाहिन्छ, परिवारमा मेलमिलाप चाहिन्छ, परिवारमा शान्ति भएको चाहिन्छ, श्रीमान अनि श्रीमतीमा प्रेम भएको चाहिन्छ। तपाईँलाई छोराछोरीले भनेको कुरा मान्नु चाहनुहुन्छ, छोराछोरीले तपाईँलाई आदर गरेको चाहन्छ, प्रेम गरेको चाहनुहुन्छ। तर तपाईँ सङ्गति चाहिँ आउनु मान्नुहुन्न, चर्चमा आउनु मान्नुहुन्न। तपाईँलाई तपाईँकै विचार अनुसार तपाईँ काम गर्न खोज्नुहुन्छ। परमेश्वरले नामानले जस्तै परमेश्वर चाहिँ नि मान्छेको नजिक होइन, तर मानिस जाति चाहिँ परमेश्वरको नजिक जानुपर्छ। याकुबको किताबमा त्यही भनेको छ, मेरो नजिक आऊ, त्यहाँबाट चाहिँ परमेश्वर नजिक आउनुहोस्। आमेन। बारम्बार किन भनिन्छ, गीत गाउनुहोस्, आराधना गर्नुहोस्, ताली बजाउनुहोस्। परमेश्वरको नजिक तपाईँ म जसै जान्छौँ नि, त्यहाँबाट उहाँ नजिक आउनुहुन्छ। आमेन आमेन आमेन। नामानले के सोच्यो भनेदेखिलाई नि, एलिसा मेरो नजिक आओस्। कसको नजिक अरे? एलिसाको नजिक, नामानको नजिक एलिसा आओस्। तर परमेश्वरले के भन्नु भनेदेखिलाई नि, नजिक होइन, जानु लगायो। के गर्नु लगायो? जानु लगायो भन्नुहोस् त, जानु लगायो भन्नुहोस् त, जानु लगायो भन्नुहोस् त। उसको जीवनमा पक्का पनि हो परमेश्वरले अद्भुत काम गर्न आँट्नु भएको थियो। नामान रिसा फर्केर गयो नामान त। इजरायल भन्दा चाहिँ हाम्रो देशमा थुप्रो सफा खोला, समुद्र, स्विमिङहरू छ। त्यहीँ पसेर म डुबुल्की मारेर निको हुन सक्दिनँ र सामर्थ्य बग्ने ठाउँमा चाहिँ आइपुगेको हुनुपर्छ। यर्दनको नदी हेर्दाखेरि नै घिन लाग्दो थियो। यर्दनको नदी हेर्दाखेरि त्यति रहर लाग्दो नदी थिएन, तर त्यहाँ सामर्थ्य बग्थ्यो। आमेन आमेन। त्यही यर्दनको नदीलाई नि परमेश्वरले बार बार फ्याक पार्नु भएको छ, अलग पारिदिनु भएको छ। आश्चर्य कर्म नि परमेश्वरले यर्दनको नदीमा देखाउनु भएको छ इजरायलीहरूलाई। इजरायलले मात्रै देखेको छ, तर बाइबल पढ्दै गर्दा आजको दिन तपाईँ अनि मैले देखेका छौँ यर्दनको नदीमा। हौ त्यही यर्दनको नदी, जुन नदीलाई परमेश्वरले आश्चर्य कर्म गर्नु, यीशु ख्रीष्टले पनि बप्तिस्मा त्यही लिनुभएको यर्दनकै नदीमा हो, कसैबाट आएर। तर हामी आउन चाहँदैनौँ। हामी जोर्डेनको रिभरमा, जोर्डेनको खोलामा हामी जान चाहँदैनौँ। खोला चाहिँ म कहाँ आउनुपर्छ? कहाँ आउनुपर्छ अरे? खोला चाहिँ फर्केर म कहाँ आउनुपर्छ प्रभु? म चाहिँ खोला कहाँ जानु? नेपालीमा एउटा भनाइ रहेछ, आमाले भन्नुहुन्छ क्या, तिर्खा त आउँदैन अरे। ओ मलाई भन्नु आएन सायद, खोला त आउँछ कि तिर्खा त आउँछ। अब यो के भनेको मलाई थाहा छैन। नेपालीमा एउटा भनाइ छ, खोला त आउँछ कि तिर्खा त आउँछ भनेर। को त आउँछ भन्नुहोस् त? को त आउँछ? खोलालाई तिर्खा लागेको छ कि तपाईँलाई तिर्खा लागेको छ? हजुर, कसलाई? कसलाई? परमेश्वरलाई नि मान्छेको कमी छैन। हामीले सोच्छौँ, सम्झिन्छौँ म छैन भनेदेखि सायद यीशुको केही हुँदैन होला भने जस्तो लाग्छ क्या कहिले काहीँ। तपाईँ सम्झिनुहुन्छ होला, म गइनँ भने चाहिँ इलाइजा के हुन्छ होला भने हामीसँग त। हजुर, तपाईँको नानी चाहिँ जन्मिने बित्तिकै हिँड्ने भयो? भएन नि हिँड्ने। जन्मिने बित्तिकै भात खाने भयो? भएन त। हामी के चाहन्छौँ भनेदेखि नानी चाहिँ जन्मिने बित्तिकै हिँड्नुपर्छ। नानी जन्मिने बित्तिकै लिटो होइन, भात खाने, हड्डी खाने हुनुपर्छ। हुँदैन त्यसरी, हुँदैन, कहिले पनि हुँदैन त्यसरी। हरेक कुरोको समय छ। आमेन। ओके, फेरि पनि बस्छौँ। फर्केर आउँदै गर्दाखेरि नामान खोरी रिसा अनि फर्केर गयो नामान खोरी। तर फेरि नि परमेश्वरको विचार चाहिँ के छ भनेदेखिलाई, नामानको जीवनमा नयाँ काम गर्ने परमेश्वरको विचार हो।
परमेश्वरको विचार थियो। परमेश्वरले निर्णय गरिसकेको थियो नामानलाई म निको पार्छै पार्छु भनेर। उसकै देशमा हुँदाखेरि इजरायलबाट गएको सानो छोरीलाई चलाइदियो। त्यहाँ ऊ रिसाएर फर्केर जाँदा पनि उसकै मान्छेहरू चलाइदियो परमेश्वरले। फेरि उसकै मान्छेको मुखबाट के निक्ल्यो भनेदेखिलाई नि, एलिसाले तपाईँलाई ठुल्ठुलो काम गर्नु भएको भनेको भएदेखिलाई के तपाईँले गर्नुहुन्न थियो? अभियसली गर्नुहुन्थ्यो। तपाईँले सानो कुरो छ, यर्दनको नदीमा जानुहोस्, डुबुल्की मार्नुहोस्। आमेन आमेन। परमेश्वरको विचार चाहिँ नि नामानको जीवनमा नयाँ काम गर्ने विचार थियो। नामानले चाहिँ नि हेर्नु पर्थ्यो। आमेन। उसको अवस्थालाई होइन, उसको अवस्थालाई चाहिँ होइन, उसले हेर्नु पर्थ्यो पक्का। इजरायलको देश हेर्नु पर्थ्यो, उसले हेर्नु पर्थ्यो पक्का। एलिसाले हेर्नु पर्थ्यो। आमेन। एलिसाको मुखबाट निक्लेको बानी नानी उसले सुन्नु पर्थ्यो। अनि यर्दनको नदीमा गयो। यर्दनको नदीमा गएर नि उसले डुबुल्की लाउन सुरु गर्यो। डुबुल्की मार्यो, नदीमा उत्र्यो। पहिलोचोटि डुबुल्की मारे, उठ्यो। उसले हेर्दैछ, आफूलाई हेर्दैछ भन्नुहोस् त। किनभने परमेश्वरले हेर्नु भन्दैछ। आमेन आमेन आमेन। कतिचोटि चाहिँ हामी हेर्नु होइन गर्नुपट्टि लागि बताउँछौँ। परमेश्वरले हेर भन्नुहुन्छ, हामी गर्नुपट्टि लाग्छौँ। सायद यो गऱ्यो भने पो अलिक राम्रो हुन्छ कि, सायद यस्तो गऱ्यो भने पो अलिक ठिक हुन्छ कि, सायद यता गयो भने पो अलिक उयो हुन्छ कि। परमेश्वरले गर्नु होइन, कतिचोटि हेर्नु लाउनुहुन्छ। एलिसा गयो, नामान गयो, डुबुल्की मार्यो। एकपल्ट भन्नुहोस् त सबैले, दुईपल्ट, तीनपल्ट, चारपल्ट, पाँचपल्ट, छपल्ट। अब यहाँ एकछिन हामी रोकिन्छौँ। अस्ति नै दादाले भन्नु सेवाकाई भएको चाहिँ 9 साल भयो। कति साल सुरु भएको? कति साल? कति साल? कति साल? 9 साल। अब तपाईँहरू यहाँ आउनुभयो कति साल भयो त्यो त मलाई थाहा छैन, तर परमेश्वरले सेवाकाई दिनुभएको चाहिँ 9 साल भयो। नामानको एकपल्ट डुब्यो, निक्लिँदैछ अनि हेर्दैछ। उसको शरीरमा केही परिवर्तन छ? केही छ? एलिसाले उसलाई कतिपल्ट डुबुल्की मार्नु भन्नुभएको थियो? कतिपल्ट? 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 एलिसाले नामानकोलाई कतिपल्ट डुबुल्की मार्नुहुन्छ? 7 पल्ट। उसले केही देख्यो? फरक छ उसको उसमा? छैन। एकपल्ट डुबुल्की मार्नु उठ्दैछ, फरक केही पनि पाएन उसले। फेरि 2 पल्ट सुक्लुङ्ग फेरि निक्लिँदैछ। हेऱ्यो शरीर जिउको थियो छ, भएन। फेरि 3 पल्ट सुक्लुङ्ग निक्लिँदैछ, फेरि हेर्दैछ, के भएन 3 पल्टमा पनि। फेरि 4 पल्ट सुक्लुङ्ग, 5 पल्ट, 6 पल्ट। हत्तुवाला एलिसा नाम त्यहाँबाट गाउने रहेछ। अब भयो खत्तम जिन्दगी, अब यति नै रहेछ प्रभु, सक्यो यहाँभन्दा चाहिँ केही छैन रहेछ प्रभु। अब तर मिठो कुरो, नामानले नै डुबुल्की मार्नु चाहिँ छोडेन। त्यसै 7औं पल्ट उसले डुबुल्की मारेर ऊ बाहिर निस्क्यो नि, केही फरक भेटायो उसले। आमेन आमेन। केही परिवर्तन भएको भेटायो उसले। थाहा छैन त्यतिखेर अब आकाश गाडाङ गुडुङ भयो भने लेखेको पनि छैन त्यहाँनिर। नामानकोले चाहिँ भित्र हृदयमा चाहिँ यस्तो भएर आयो भनेर पनि लेखेको पनि छैन त्यहाँनिर। यर्दन नदीमा भुइँचालो गयो भने लेखेको पनि छैन त्यहाँनिर। यर्दन नदीमा ठुलो माछा आएर चाहिँ पानी हल्लायो भने केही पनि लेखेको छैन। ऊ जस्तै 7औं पल्ट डुबुल्की मारेर उठ्दैछ नि, उसले आफ्नो शरीरलाई हेर्दाखेरि फरक भेटायो। आमेन आमेन आमेन। नामानको विचार के थियो भनेदेखिलाई प्रार्थना गर्दा आओस् एलिसा, प्रार्थना गरिदियोस्, हात यसो हल्लाइदियोस्, डोलाओस् भनेको छ, हात गरिदियोस्। नामानको त्यो विचार थियो, तर परमेश्वरको विचार फरक थियो। हाम्रो जीवनमा परमेश्वरले काम गर्नुहुन्छ, तपाईँको विचार अनुसार तर परमेश्वरको विचार अनुसार। आमेन। उहाँले नयाँ काम हो गर्नुहुन्छ, पक्का पनि गर्नुहुन्छ, तर तपाईँले सोचेको विचार अनुसार उहाँले गर्नुहुन्न। परमेश्वरले यो चाहिँ पक्का हो, यस सेवाकाईलाई उठाउनुहुन्छ, शिखरमा चाहिँ पक्कै लानुहुन्छ। परमेश्वरले उठाउनु नै हुन्छ, तर हाम्रो विचार अनुसार उहाँले काम गर्नुहुन्न। आमेन आमेन आमेन। सायद 15 सालमा पनि केही नदेख्ला, 20 सालमा पनि केही नदेख्ला, 25 वर्षमा पनि केही नदेख्ला,
हामी अबको 25 वर्षमा त सायद हामी अलिक बुढो हुन्छ तपाईँले यस्तो भेट्टाउनु हामीलाई अलिक फरक भेट्टाउनु छ तर देख्दै गरेको भाइ अलिकति दारीसँग फुल्दै गरेको केसहरू फुल्दै गरेको जिउहरू अलिकति ठुलो भएको देख्नुहुन्छ तपाईँले शरीरमा चाहिँ परिवर्तन देख्नुहुन्छ तर आँखाले देख्दाखेरि केही नदेख्ला तर पनि डुबुल्की मार्न छोड्नु हुँदैन आमेन 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 एउटा कुरो अन्त्यमा यो कुरा भनेर अन्त्याउन चाहन्छु उसले फरक चाहिँ पायो त्यहाँ उसको निको भयो उसको शरीर चाहिँ नि पहिलाको जस्तो भएन त्यहाँ यस्तो बडी पायो उसले हजुर जुन बडी पाउनुले चाहिँ नि मान्छेले लालसा गर्छ मान्छेहरू बुढो नहुनको लागि बुढी नहुनको लागि किसिम गर्छ हो किन भन्नुहोस् त उसले केही गर्नु परेन कहीँ ब्युटी पार्लर पनि जानु परेन शरीरमा थुप्रो थुप्रो कुरो घस्नु परेन उसले सिम्पल कुरो निर्धन नदीमा जानु डुबुल्की मार्नु थियो यस्तो शरीर पायो उसले नानीको जस्तो भएछ असम्भव छ एउटा ठुलो मान्छेको शरीर चाहिँ नानीको जस्तो हुनु सम्भव छ फिजिकल्ली छैन किनभने उसको जिन्दगी कसले काम गरेको थियो भन्नुहोस् त परमेश्वरले कसले परमेश्वरले काम त्यही पनि कस्तो काम नयाँ काम भन्नुहोस् त नयाँ काम उसले सोचेको पनि थिएन उसले विचार पनि गरेको थिएन त्यस्तो काम उसको जीवनमा नि परमेश्वरले गर्नुभयो आमेन आजको दिनमा पनि तपाईँ अनि म 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष 6 वर्ष 7 वर्ष डुबुल्की मार्दै गर्दा नि केही नदेखा पनि डुबुल्की मार्न छोड्नु हुँदैन आमेन आमेन एक दिन समय आउँछ कि हामीले सोचेको भन्दा बढी रीतिमा काम गर्नुहुन्छ आमेन 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 यर्दनको नदी छोड्दिन भन्नुहोस् त 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 छोड्नु हुँदैन लास्टमा एउटा स्टोरी बताएर म आजको वचनलाई यहाँ अन्त्याउन चाहन्छु एकजना मान्छे त 38 वर्षदेखि रोगी छ कति वर्ष अरे 38 इयर्सदेखि ऊ रोगी छ बिमार छ कष्ट छ उसलाई पीडा छ 38 वर्षदेखि तर मिठो कुरा चाहिँ के छ भनेदेखिलाई उसले छोडेन त्यो ठाउँ आमेन आमेन उसले नछोड्दै गर्दा नि उसको जीवन उसले के सोचेर त्यो ठाउँमा बसेको छ भनेदेखिलाई दहमा स्वर्गदूत आउँछ छचल्काउँछ म त्यहाँ पस्छु त्यहाँबाट निकाउँछु उसको विचार चाहिँ के थियो भनेदेखिलाई नि ददल्कोमा चुपदुङ्गा ददल्कोमा दहमा चुपदुङ्गा भएर निकाउनु थियो तर परमेश्वरको योजना फरक थियो येशू आउनुभयो मसीहा आउनुभयो आमेन आमेन ऊ दहमा गएर चुपदुङमा हुनु परेन उसको अगाडि दह बनाउने येशू ख्रीष्ट आउनुभयो आमेन र उसलाई निको पार्यो उसलाई निको पार्यो किनभने नयाँ काम गर्नु नै येशू ख्रीष्ट हुनुहुन्छ आमेन तपाईँ मेरो जीवनमा नि उसले अद्भुत तपाईँ मैले चाहिँ हेर्दै बस्नुहुन्छ आजको हुन्छ कि भोलिको हुन्छ कि पर्सिको हुन्छ कि अर्को सालको हुन्छ कि किनभने हेर भन्ने परमेश्वर उहाँ अल्फा अनि ओमेगा परमेश्वर हुनुहुन्छ उहाँले अन्त्यको कुरा नि सुरुमै देख्नुहुन्छ उहाँले भविष्यको कुरा आजको दिन उहाँले देखेर तपाईँलाई अन्त्यमा यही कुरा भन्न चाहन्छु हेर्नुहोस् परमेश्वरले गरिदिएको तपाईँको जीवनमा काम गर्दै गरेको आमेन आमेन